भिडियो सम्पूर्ण हेरेर हजुरले साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा गर्दछु र मैले कुनै पनि यस्तो भिडियो ल्याएको थिइनँ कि जुनमा मैले हजुरको सामु रिक्वेस्ट नगरेको थिएँ न केही गरेको थिएँ। तर आज म विशेष रूपले हजुरको सामु रिक्वेस्ट गर्छु र सबैजनालाई सर्वप्रथम नमस्कार छ र यस भिडियो सम्पूर्ण हेरेर हजुरले साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा गर्दछु र मैले कुनै पनि यस्तो भिडियो ल्याएको थिइनँ कि जुनमा मैले हजुरको सामु रिक्वेस्ट नगरेको थिएँ न केही गरेको थिएँ। तर आज म विशेष रूपले हजुरको सामु रिक्वेस्ट गर्छु र यो भिडियो बनाउन अलिकति लेट भयो, त्यसको लागि म धेरै नै सरी भन्दछु। र अर्को कुरा के भने जुन शिवसागर सराइदेउ हुँदै भएका बानपानीको जुन पीडामा भोगिरहेका मान्छेहरूलाई, त्यहाँका मान्छेहरूलाई हामीले केही सहयोग गर्न सक्छौँ कि बा कसैले गर्न चाहनु हुँदैछ भने पनि हजुरहरू गर्न सक्नुहुन्छ भन्ने खालकोले यस भिडियो बनाइएको हो। र हामीहरूको यहाँबाट पनि हामीहरूको यस भेगबाट पनि धेरै नै चल्दैछ, यसको छिटै नै हामी त्यहाँसम्म पुगेर सहयोग गर्ने, हामी छिट्टै प्रोसेस एकदम यो इमर्जेन्सी प्रोग्रेसमा लाँदैछौँ हामी त्यही सोचेर। यस प्रोग्रेसमा अहिले मैले यो भिडियो बनाएको चाहिँ ठिक राति हो र राति अहिले बजेको छ 10 बजेछ र म यो भिडियो पोस्ट गरेको छु बिहान। र यसै कालक्रममा तयारी भएका सबै पीडित मानिसहरूलाई हामीले केही राहत वितरणको लागि हामी लागिरहेछौँ र आज पनि लाग्यौँ। र हजुरहरूले पनि यदि सहयोग गर्न चाहनुहुन्छ भने हजुरहरूको सहयोग हामीहरूको लागि केही हेल्प हुनेछ। हजुरले यहाँ दिएको क्युआरमा गएर सहयोग गर्न सक्नुहुन्छ र कुनै हजुरलाई डाउट लाग्यो भने फेसबुकबाट हेर्दै हुनुहुन्छ भने माथि हजुरको सामु एउटा नम्बर दिएको छ, मोबाइल नम्बर हो, त्यो मोबाइल नम्बरमा हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र हामी कुनै यसमा चाहिँ सहयोगको भनेर हजुरले कुनै शङ्का नगर्दा हुन्छ, किनभने यस स्थितिमा हामीहरूले आज मतलब धेरै नै खाटिरहेछौँ यस कुरालाई लिएर। हामी धेरै नै गाउँ हामीहरूले इतिमध्ये हामीहरूले खबर जान नि दिइसकेका छौँ भने। र मैले आज यस भिडियो मार्फत पनि हामीहरूका फेसबुक पेजमा रहनुहुने सबै दर्शकवृन्दहरूलाई पनि म अनुरोध टक्राउन चाहन्छु र हजुरले केही हेल्प गरिदिनुहुन्छ, सहयोग गरिदिनुहुन्छ भन्ने। र अवश्य पनि यस भिडियो अलिक देरी नै भयो र कतिले त सहयोग गरिसक्नु भएको छ र कतिले चाहनु हुँदैछ भने पनि सहयोग गर्न सक्नुहुन्छ। र त्यही हो, मैले भनिसकेँ अघि हामी लागिरहेछौँ। अलिक मेरो स्वास्थ्य पनि त्यस्तो ठिक छैन र पनि लागिरहेछु यस काममा र कति के सम्म हुन्छ म लागि नै रहनेछु भन्ने मेरो यो भनाइ हो। र हजुरले जति सक्दो हामीलाई सहयोग गरेर यस कार्यक्रम वा यस एउटा आशनी भन्न सकिन्छ, यसलाई सहयोग पुर्याउनुहुन्छ भने विनम्र आशा र हामी हृदयदेखि नै आशावादी छौँ। र क्युआरमा हजुरले स्क्यान गरेर पेमेन्ट गरिदिन सक्नुहुन्छ, जति हजुरको इच्छा, हैन। र यसै भन्दै आजको यस छोटो मिठो भिडियोबाट म अन्त भन्छु र हजुरको प्रतिक्रियाहरू पनि निश्चय रूपले भनिदिनु हुन नभुल्नुहोला। हस्त नमस्ते, म सञ्जीव मैनाली बिदा लिन्छु यस कार्यक्रमबाट। भेटौँला अर्को नयाँ कुनै भिडियोमा। हस्त।